हेलो हाई व्हाट्सअप गाइज वेलकम ब्याक अगेन फेरि पनि मोहन कुमार युट्युब च्यानलमा हामी चाहिँ फेरि पनि नयाँ भिडियो लिएर आइसकेका छौँ। अनि सबभन्दा सुरुमा सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना तिहारको उपलक्ष्यमा। आज चाहिँ अनि लक्ष्मी पूजा परेको छ। हामी चाहिँ यहाँनिर लक्ष्मी पूजा गर्न तयार भइरहेको छौँ। अनि बाहिर चाहिँ पहिला पूजा गरेर अनि भित्र जानेछौँ। हामी यहाँनिर 3 जना छौँ। अब हामी पूजा गर्न सुरु गर्छौँ। हाम्रो दोर्जेले बनाएको रङ्गोली यो चाहिँ मेरो छोरा यता हेर्दै नि त हो रङ्गोली। अब ल्याउँछ यहाँनिर। अब पूजा गरौँ। यहाँनिर मैले फुलहरू चाहिँ छरिसकेको छु। अनि त्यस पछाडि अब मोमबत्तीहरू बाल्ने बिचमा राख न एउटा। अब ठुलो दादाको पालो पुग्दैन नि माथि बत्ती बाल्ने त्यतिले हुन्छ त भैरङ्गुदी माथि वरिपरि यति नै हो क्या यहाँनिर। भयो पर लगेर बाल सासले निभाउनु हुँदैन बत्तीलाई कहिले पनि। ल दादाले पनि बिचमा बत्ती बाल्नु भयो। पढिन्छ अझै त्यो अलिकति उता गर त मजाले हुन्छ। दुईटा हातले यस्तो गर अनि भइहाल्यो। ल हामी चाहिँ बाहिर लक्ष्मी पुज्दै पुज्दै अब भित्र जानेछौँ साथीहरू। अब यहाँ दोकानमा पनि हाम्रो यहाँनिर चाहिँ मन्दिर छ। यहाँनिर पनि अब बाबुले चाहिँ बत्ती बाल्दै छ। हुन्छ लक्ष्मी पूजा यस्तै भयो योपालिको लक्ष्मी पूजा राम्रो पूजनले गर्दै हुनुहुन्छ पूजन भाइले। अनि यता हाम्रो रिया पनि आजको हाम्रो लक्ष्मी पूजा राम्रो भइरहेको छ। सबैजनाले हेरिदिनुहोस्। हामी चाहिँ अब यहाँ भित्र पूजा गर्न गइरहेका छौँ। अब मैले चाहिँ यहाँ दियो बाल्दैछु। यता पनि छ हाम्रो चाहिँ यहाँनिर यो जहिले पनि हामीले यसरी पूजा गर्नै पर्ने हुन्छ। छेसाङलाई चाहिँ जहिले पनि पूजा गर्नुपर्ने हुन्छ। दिनदिनै 7 वटा पानी चढाउनु पर्ने हुन्छ। मेरो सर्ट है मजाले उठ। पढ्न मन लाग्यो सधैँमा। मलाई धेरै पढ्न देऊ भगवान् भन्नुपर्छ। हजुर यो दाइले चाहिँ छिटो छिटो पढाइ गर्दै होला मन। मम्मा होइन उसको मनमा के हेर्छ त। जाऊ दोर्जु पनि हजुर हजुर
आयो त राम्रो आयो नानीको पालि अब दोर्जुको लु गर्नुहोस् त पूजा भाइ गर्नुहोस् त दोर्जु अब ढोक सबैतिर छ अब सबै कुराहरू छौ त त्यहाँनिर उता पैसा अनि पानी उता फुलहरू उता लक्ष्मीहरूको मन्दिर मन्दिर पनि छुनुहोस् मन्दिर छ न मन्दिर मन्दिर छुनुहोस् मन्दिर हो घोडा टेकेर ढोग्नुहोस् अब मा धेरै ज्ञान बुद्धि दिनुहोस् लक्ष्मी माता भन्नुहोस् पैसा पनि दिनुपर्छ पर्छ नि 1000 को दुईटा पर्छ सानो भाइ होइन खालि पैसाको यादमा छ 1000 कि 500 भन्दै नमासिकन राख्ने नि जुवा गर मम्मालाई जुवा गर नमस्ते गर न मम्मालाई हो गुड ओ कान्छी ओ चकचकै त फोन आयो ल आउ नानी भनेको थियो नि भाइ आइज ए तिम्रो नानीले फोन आयो 50 रुपैयाँ पाउँछ उसले कि 20 रुपैयाँ पाउँछ धेरै टिका लाउँदै हुन्छ देखाइदेऊ यता देखाइदेऊ नानीलाई आन्टी र मलाई देखाइदेऊ ल भाग्यमानी हुनु ल गुरुमुनि खै कता देखाइदेऊ न देखिन नेटै गयो ल किन है यता फर्क न कस्तो घोप्टेर बसेको नि हो छे गर्नु भगवानलाई नमस्ते भगवानलाई बनाइज नमस्ते गर्नु लु यो राखी छोड्नु ल हस् भन ल भाग्यमानी हुनु। उठा ल हामी चाहिँ एकदमै रमाइलो गरेर बाहिर निस्किसकेका छौँ है खोइ खोइ त फर्क हामी बहिनीको दोकानमा आएको छौँ अब यहाँ कसरी चाहिँ लक्ष्मी पुजेछन् अब यता पनि हेर्नु पर्ला यहाँ पनि अब यसरी लक्ष्मी भइरहेको छ साथीहरू सुषमा यता हेर आजको हाम्रो लक्ष्मी पूजा ल त साथीहरू आजको हाम्रो लक्ष्मी पूजाको भिडियोहरू चाहिँ के कस्तो भयो हजुरहरूले सुरुदेखि अन्तिमसम्म हेर्न नभुल्नु होला भन्दै अनि हाम्रो भिडियोहरू मन परेमा
लाइक कमेन्ट अनि लास्टमा सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको लागि चाहिँ साथीहरू बाई बाई। फेरि अर्को भिडियोमा आउने नै छु है त।